हेलो गुड मर्निङ। खुसी भनौँ या दुखी भनौँ, सायद मायाको खेल भनौँ। कति सजिलो हुन्छ है, म तिमीलाई माया गर्छु, यो गर्छु त्यो गर्छु, ह्यान त्यान, दुःखमा साथ दिन्छु, सुखमा साथ दिन्छु, यो सबै शब्दमा मात्र सीमित रहेछन्। हो, यदि तपाईँ कसैलाई साथ दिन सक्नुहुन्न भने झुटो आश्वासन पनि नदिनुहोस्। मैले भनिरहेकै हुन्छु हैन। हुन त तपाईको एक झुटको कारणले कसैको ज्यान गयो, कसैले छोरी गुमाउनु पर्यो, कसैले छोरा गुमाउनु पर्यो। त्यही भएर म अझै पनि भन्न चाहन्छु, तपाईलाई जस्तो मान्छे चाहिएको हो तपाईले त्यस्तै भेट्न सक्नुहुन्छ। यदि तपाईलाई आफूसँग खेल्ने केटा या केटी नै मात्र चाहिएको हो भने त्यो पनि भेट्नुहुन्छ। तपाईले पैसाको लागि खोजेको हो भने त्यो पनि भेट्नुहुन्छ। याद गर्नुहोस्, कसैको जिन्दगीमा नखेल्नुहोस्। यदि कसैको जिन्दगीमा तपाईले खेल्नुभयो भने तपाईलाई पनि भोलिको दिनमा कसैको जिन्दगीले खेलिदिन्छ। भनेपछि त्यो काम कहिले पनि नगर्नुहोस् जुन तपाईको एक शब्दले कसैको अन्त्य होस्।